सुनेर नै मानिसले धर्म सम्बन्धी जान्दछ। सुनेर नै मानिसले खराब आचरणहरू जान्दछ। सुनेर नै मान्छे ज्ञानी बन्दछ र सुनेर नै मोक्ष पाउँदछ। त्यसैले सुन्नु हामीले अपरिहार्य छ। सुन्नलाई हरेक किसिमले सुन्ने प्रक्रिया हुन्छन्। सतही सुनाइ पनि हुन्छ र बोधगम्य सुनाइ पनि हुन्छ। यदि हामीहरूले हरेक कुराहरूलाई सुनेर त्यसै छोडिदिने, त्यसको कुनै प्रवाह नगर्ने हो भने सुनेको कुनै अर्थ हुँदैन। हामीले सुन्ने क्रममा ध्यान दिएर उसको गहिराई बुझ्ने किसिमले सुन्नु पर्दछ। सुन्ने कुरा हामी गुरुबाट, आमा बाबुबाट, साथीहरूबाट र सन्त महात्माहरूबाट केही कुरा सुनिरहेका हुन्छौँ। तर हामीले महत्त्वपूर्ण कुरा सुन्ने क्रममा साथीहरूबाट पनि केही कुरा सुन्न सक्छौँ। तर हामीले सुन्ने कुरा छनौट गर्नुपर्छ। आमा बुवाबाट हामीले ज्ञानका कुरा सुन्नुपर्छ। गुरुबाट त ज्ञानका कुरा आइ नै रहन्छन्। सन्तहरूबाट त झन् महान कुराहरू आइरहेका हुन्छन्। त्यो हामीले ध्यान दिएर सुन्नुपर्छ र खोजी सन्तहरूलाई सुन्नुपर्ने हुन्छ। सुनेर नै हामी आफ्नो जीवनको मुक्तिको बाटो अगाल्न सक्छौँ र सुनेर नै हामी पतनको बाटो पनि अगाल्न सक्छौँ। तर पतनको बाटो त्यतिखेर सहज त होला, तर हाम्रो जन्मको लागि त्यो हुन सक्दैन। त्यसैले जोसुकै हजुरहरूले सुन्दाखेरि ध्यान दिएर सुन्नुहोला।